ल अब आजको भिडियोमा चाहिँ रेट एनालाइसिसको न्युमेरिकलको प्र्याक्टिस हुन्छ यो इस्टिमेटिङमा। यो अहिले सुरुमा चाहिँ जेनरल नलेजको लागि रेट एनालाइसिस गर्दाखेरि यो क्वान्टिटी क्याल्कुलेसन गर्दाखेरि कुन कुरामा कति पर्सेन्ट इन्क्रिज गर्ने भनेर मैले सर्टकटमा राखेको छु। यो कङ्क्रिट मिक्स वेटलाई ड्राईमा लानलाई 50 देखि 55%। यो चाहिँ सबैलाई थाहा छ, म्याक्सिममलाई थाहा छ यो कुरा चाहिँ। तर अनि प्रब्लम कहाँ छ भने मोटार मिक्स भने कङ्क्रिट भनेको चाहिँ सिमेन्ट स्यान्ड एग्रिगेट भयो। मोटार भनेको चाहिँ सिमेन्ट र स्यान्ड मात्र हुन्छ। मोटारमा चाहिँ 30 र प्लास्टर गर्नलाई 30 देखि 35% बढाउनु पर्छ वेटलाई ड्राई मिक्स फाइन्ड आउट गर्न। त्यसै गरी यो प्लास्टर वर्क अब कुन ठाउँमा छ त्यसमा नि भर पर्छ। इरेगुलर सर्फेस अब ब्रिक वर्कमा छ भनेदेखि अब त्यहाँ इरेगुलर सर्फेस हुन्छ कि हुँदैन त? हुन्छ होइन। त्यो इरेगुलर सर्फेसमा चाहिँ एक्स्ट्रा त्यो प्लेन सर्फेसको भन्दा पनि बढी मेटेरियल खर्च हुने भएर त्यसमा एक्स्ट्रा 25% सर्फेस एरिया नै बढाइन्छ। 25% सर्फेस एरिया नै बढाइन्छ। अनि सिलिङ चाहिँ यो अब ब्रिक वर्कभन्दा थोरै प्लेन हुन्छ नि होइन। त्यो भएर यो सिलिङमा प्लास्टर छ भनेदेखि चाहिँ 10 देखि 15% एक्स्ट्रा बढाइन्छ। यो अहिले यहाँ अर्को न्युमेरिकल प्र्याक्टिसमा प्रष्ट देख्न सकिन्छ कसरी बढाएको छ भनेर। 25% बढाएको छ, ब्रिक वर्कको न्युमेरिकल छ 25% बढाएको छ। अनि यो ड्राई मिक्समा यो प्लास्टरकै भइहाल्यो होइन, प्लास्टरकै भइहाल्यो जेनेरल रुल चाहिँ। स्टोन अब स्टोनहरूको फेरि छुट्टै हुन्छ। स्टोनको अब इक्जाममा हामीले अब ब्रिकको पढेर जाउँला अनि स्टोनको क्वेसन आउला हो। त्यो अब स्टोनको नि काम गर्ने त सेम हो, तर यहाँ थोरै फरक छ। यो मेटेरियललाई 5 देखि 20% बढाउनु पर्छ, मेटेरियल नै बढाउने। अनि अर्को कुरा के छ भने वेट टु ड्राई, वेटलाई ड्राईमा लानलाई 30 देखि 40%, 30 देखि 40% थप गर्नु पर्यो प्लास्टरको जस्तै। 30 देखि 40% त्यो के भन्छ मोटारको क्वान्टिटी थप्नु पर्यो वेट मिक्सलाई ड्राई मिक्स लान। प्रिकास्ट वर्क भनेको प्रिकास्ट भनेको अब त्यो ब्रिजहरूमा डेक गर्डरहरू चाहिँ पहिले नै फ्याक्ट्रीमा म्यानुफ्याक्चर भइसकेको ल्याएर कास्ट गरिन्छ नि हो। त्यो प्रिकास्टको रेन्फोर्समेन्टको लागि 1% कङ्क्रिटको 1% चाहिँ रेन्फोर्समेन्ट राखिन्छ होइन। अनि बाइन्डिङ वायर चाहिँ 1 kg पर क्विन्टल भनेको छ। ब्रिक वर्क भनेको 5 देखि 10% एक्स्ट्रा ब्रिक वर्क भन्ने छ होइन। यी कुराहरू भए। अब के छ भने अर्को यो अब मैले आफै प्र्याक्टिस गरेको कुरा भयो। यहाँ चाहिँ थोरै यो अक्षर अलिक क्लियर छैन, त्यो भएर मैले यस्तो फाइल बनाएको छु। योबाट चाहिँ राम्रोसँग बुझ्न सकिन्छ है। 1:4 सिमेन्ट मोटारबाट क्वेसन चाहिँ यहीबाट पढौँ। अब 1:4 सिमेन्ट मोटार, ब्रिक वर्क इन 1:4 सिमेन्ट मोटार फर फर्स्ट फ्लोर युनिट अफ एनालाइसिस पर क्युबिक मिटर। यसमा चाहिँ अब रेट एनालाइसिसको भने यसमा चाहिँ क्वान्टिटी क्याल्कुलेसनदेखि लिएर रेट एनालाइसिससम्मको सबै कुराहरू गरेको छ है। अब यहाँ हेरौँ, नम्बर अफ ब्रिक निकाल्नु पर्यो। फर्स्टमा नम्बर अफ ब्रिक निकाल्न भोलम अफ ब्रिक अपन भोलम अफ 1 ब्रिक विथ मोटार है। भोलम अफ ब्रिक भनेको कति त? भोलम अफ ब्रिकको 1 घना भनेपछि 1 क्युबिक मिटर अपन भोलम अफ 1 ब्रिक विथ मोटार भनेको। साइज अफ ब्रिक भनेको नेपाल स्ट्यान्डर्ड ब्रिक साइज एमसिक्यूमा एकदम मोस्ट इम्पोर्टेन्ट 240 × 115 × 57 होइन, तर यहाँ चाहिँ 230 × 110 × 55 राखेको छ। अनि मोटार थिकनेस चाहिँ 10 mm, मोटार थिकनेस 10 देखि 12 mm राख्न सकिन्छ। अनि साइज अफ ब्रिक विथ मोटार भनेको चाहिँ 240 × 120 × 65। यो नेपाल स्ट्यान्डर्ड ब्रिक पनि त्यो एनबिसी 105 अनुसार मात्र हो त्यो होइन। यो अहिलेको नयाँ कोड अनुसार 230 × अहिले यहाँ सर्च गरेर देखाउँछु क्या म के छ भने 230 ×
नेपाल स्ट्यान्डर्ड ब्रिक साइज यो 240 इन्टु 115 इन्टु 57 चाहिँ यो एनबिसी 105 अनुसार हो। अनि यो अर्को कोड पनि आइसकेछ, यो 230 वाला छ। अनि चाहिँ 230 देखाइहाल्यो। त्यो लास्टतिर खोज्नलाई अहिले यो न्युमेरिकलै गरौँ। नेपाल स्ट्यान्डर्ड ब्रिक साइज खोज्न भन्दा न्युमेरिकल प्र्याक्टिसको लागि गरे हो। नम्बर अफ ब्रिक भनेको एक घना भयो अपन भोलम अफ ब्रिक विथ मोटार। एउटा इँटाको भोलमले चाहिँ यो टोटल भोलमलाई भाग गरेपछि नम्बर अफ ब्रिक आउँछ। यो टेन्टेटिभ 535 वटा आउँछ है। अनि 535 अब वेस्टेजको लागि थप गर्नु पर्यो। 535 बाट 5%, 535 प्लस 535 को 5/100 होइन 0.05 हुन्छ, 562। यो थोरै अक्षर क्लियर नभएर मात्र हो, नत्र त यहाँ योभन्दा डिटेलमा लेखा छ है। नम्बर अफ ब्रिक भनेको 535 प्लस 535 को 5/10 भनेर लेखा छ नि होइन। 535 प्लस 535 को 5/100 भनेर 562 वटा। अनि अर्को के छ, भोलम अफ मोटार भनेको चाहिँ टोटल भोलम भनेको एक घना होइन, एक घनाबाट अनि एक घनाबाट चाहिँ त्यो ब्रिकको मात्र भोलम घटाएपछि ब्रिकको मात्र भोलम भनेको 535 वटा ब्रिक भयो होइन। 535 वटा ब्रिक भयो। 535 वटाको साइज चाहिँ यो छ नि त, स्ट्यान्डर्ड साइज यो छ भनेपछि यो मल्टिप्लाई गरेपछि ब्रिकको भोलम आयो। यसमा यो किन नराखेको भन्दा यो 562 वटा भनेको त खरिद गर्नको लागि मात्र 562 वटा किन्ने भनेको। अनि चाहिने भनेको चाहिँ एक्चुअलमा युज हुने भनेको 535 वटा ब्रिक हो नि त। 535 वटा ब्रिक हो नि त एक्चुअलमा युज हुने भनेको। त्यो भएर भोलम अफ मोटार निकाल्न चाहिँ यो एकबाट यो टोटल भोलम अफ ब्रिक घटाएपछि भोलम अफ मोटार आउँछ। यो भोलम अफ मोटार चाहिँ 0.225 आयो। 0.225 आयो है। अनि यसमा चाहिँ एडिङ 30 to 35% इन वेट भोलम टु गेट ड्राई भोलम भनेको छ है। भोलम अफ मिक्स चाहिँ अब 0.225 प्लस 0.225 को 33% गरेर यति आयो, 0.33965 आयो भोलम अफ ड्राई मिक्स चाहिँ। भोलम अफ ड्राई मिक्स यसमा निकालेको छैन, यसमा निकालेको छ। ल वेट भोलम प्लस 33%, 30 देखि 35% हो, 33% थप्यौँ अनि ड्राई भोलम अफ मोटार आयो। यसमा चाहिँ अब ब्रिक वर्कमा अघि चाहिँ त्यो एक्स्ट्रा कति पर्सेन्ट भनेको थियो, ब्रिक वर्कमा अघि एक्स्ट्रा यो 25% एक्स्ट्रा किन नथप्या भन्नु होला। फेरि 25% प्लास्टरको लागि हो, ब्रिक वर्कको लागि होइन। त्यो ब्रिक लेइङ गर्न लाग्ने त्यो छुट्टै हो, यो प्लास्टर गर्न एड गर्ने हो 25% छुट्टै। यो ब्रिक वर्क मात्र भने बेला प्लास्टरको लागि गर्नु पर्दैन। अर्को छ के छ भने अब सिमेन्ट स्यान्ड क्याल्कुलेसन गर्नलाई यो ड्राई भोलम यति भयो, 0.33965 भयो होइन। अनि अब ड्राई भोलम यो इन्टरपोलेसन गरेर क्याल्कुलेसन गर्ने हो। 1:4 सिमेन्ट स्यान्ड मोटार छ। भोलम अफ सिमेन्ट भनेको 4 + 1 ले 5 भयो, 5। यो टोटललाई 5 ले भाग गर्ने इन्टु यो आफ्नो क्वान्टिटी भनेको 1 छँदैछ। अब त्यो यसले मल्टिप्लाई गरेपछि सिमेन्टको भोलम आयो है। यो सिमेन्टको भोलम भयो, यसरी आएको। यहाँ पनि त्यसै गरी लेखाएको छ। अनि डेन्सिटी भनेको 1440 kg per cubic meter हुन्छ होइन। अब 14 नम्बर अफ ब्याग निकाल्न चाहिँ केजी अपन क्युबिक मिटर होइन इन्टु क्युबिक मिटर गरेपछि यो केमा आयो त, यो केजीमा आयो होइन। केजी पर क्युबिक मिटर भनेको 1440, यो डेन्सिटीको युनिट भयो यति चाहिँ है। यो क्युबिक मिटर चाहिँ
यो भोलम भयो, भोलम अफ सिमेन्ट। यसले मल्टिप्लाई गरेपछि के आयो, केजीमा आयो, टोटल केजीमा आयो, डिभाइड बाई अनि एउटा एक बोराको 50, एक बोरा 50 केजी हुन्छ होइन, एक बोरा 50 केजी भनेपछि कति बोरा आउँछ त यो, यति। अब यो र 1440, यो 0.06793 र 1440 गुणन गरेपछि केजीमा आयो, टोटल केजी अफ सिमेन्ट आयो होइन, डिभाइड बाई 50 गरेपछि नम्बर अफ ब्याग आयो क्या यसरी। अनि यो 1.956 थियो, 2 ब्याग लेखौँ, यो यसरी आएको हो। यहाँ के गरेछ, नम्बर अफ ब्याग सिधै निकालेछ, निकाल्ने हामीले अब इक्जाममा नम्बर अफ ब्याग सिधै निकाल्दा हुन्छ, त्यो अब यति केजी उति केजी भनेर निकालिराख्नु पर्दैन। अनि भोलम अफ स्यान्डको पालो आयो। अब भोलम अफ स्यान्ड चाहिँ, भोलम अफ स्यान्डको पार्ट भनेको 4 भाग छ। यो भन्दाखेरि पनि यो अलिकति हेर्दाखेरि यो हामीले लेख्ने स्टाइल र यसमा लेखेको स्टाइल फरक छ होइन, त्यो भएर यहाँबाट हेर्दा इजी हुन्छ। 4/5 4 भाग, 4 भाग भयो स्यान्ड, टोटल भनेको 5 भयो, इन्टु यो टोटल भोलम अफ मोटार गर्दाखेरि भोलम अफ स्यान्ड आयो है। यो यहाँ लेखा छँदैछ, यस टक्क कपी लिएर बस्नुभयो भने बेस्ट हुन्छ है यो प्र्याक्टिस गर्ने बेला। अनि यो वाटर रिक्वायर्ड भनेको चाहिँ सिमेन्टको वेट इन्टु 50, सिमेन्टको वेट इन्टु 0.5, वाटर सिमेन्ट रेसियो भने 0.5 हो। वाटर सिमेन्ट डब्लुबाइसी भनेको 0.5 छ होइन, यहाँ 0.5। अनि सिमेन्ट भनेको कति, 2 बोरा छ, 2 बोरा इन्टु 50 गरेपछि लिटरमा आयो, 50 लिटर पानी चाहियो भनेर हामीले क्वान्टिटी क्यालकुलेसन गरिसक्यौँ है। अब रेट एनालाइसिसको टेबल हो यो चाहिँ। रेट एनालाइसिस टेबल यस्तै त हुन्छ नि होइन, डिस्क्रिप्सन, अब यहाँ सिरियल नम्बर नि हुन्छ अगाडि, सिरियल नम्बर, डिस्क्रिप्सन, अनि नम्बर, युनिट, क्वान्टिटी, रेट, अमाउन्ट, रिमार्क्स जस्तो बनाइन्छ। नम्बर, युनिट, क्वान्टिटी, रेट, अमाउन्ट, रिमार्क्स भनेको चाहिँ त्यो स्ट्यान्डर्ड क्वान्टिटी क्यालकुलेटको लागि हो। यो रेट एनालाइसिसको लागि यस्तो बनाउँदा हुन्छ। अब मेटेरियल हो, सुरुमा ब्रिक यो 562वटा भइहाल्यो होइन। यो इन्क्लुडिङ 33% फर ड्राई मिक्स भनेको ठाउँमा यो एट वेस्टेज भनेर चाहिँ लेख्नु बेस्ट हुन्छ। यो यहाँ के लेखेको छ, एड 33% टु गेट ड्राई मिक्स भनेको चाहिँ यहाँ लेखेर छ 5% वेस्टेज भनेर यहाँ लेखेर छ। रिमार्क्समा चाहिँ यो सिमेन्ट स्यान्ड वाटरको लागि हो रिमार्क्स है, ब्रिकको लागि त्यो छुट्टै हो। ब्रिकको लागि चाहिँ एट द रेट 5% वेस्टेज भनेर लेख्दा बेस्ट हुन्छ। 5% वेस्टेज यो 33% ठाउँमा, अनि केही नलेख्ने हुन्छ। 562वटा इँटा भयो, एउटा इँटालाई 18 रुपियाँ राखेको छ, टोटल भने यति आयो। अनि सिमेन्टको युनिट ब्याग 2 बोरा सिमेन्ट, रेट भनेको 800। अब 850 कति छ अहिले होइन, जति राख्छ नि भन्दा 10 बजार मूल्य यसो मिलाएर राख्दा हुन्छ। अनि स्यान्ड भनेको 2250 लेखाएर छ अहिले, 3500 कति 3500 4000 होइन। यो अघि त्यहाँ क्वान्टिटी क्यालकुलेसन गरेर निकालेको यो भयो। अनि अमाउन्ट भनेको 611 रुपियाँ पर्दो रहेछ है यति क्वान्टिटीको लागि, यो फेरि 1 घनाको लागि होइन नि। वाटर वाटर लिटरमा हुन्छ होइन, एलटिआर भनेर लेखौँ। अनि यो 50 लिटर भयो, 1 लिटरलाई 0.25 रुपियाँ लेख्दाखेरि यो 12 रुपियाँ पर्दो रहेछ 50 लिटरलाई, 50 लिटरलाई 12 रुपियाँ। अनि यो मेटेरियलको सब टोटल ए। अनि लेबरको लागि म्यान डेज भनेर एमडी भनेर लेखा हुन्छ युनिट। अनि ब्रिकको लागि यो स्ट्यान्डर्ड, यो नर्म्स हेर्न सक्नुहुन्छ, नर्म्स चाहिन्छ भने कमेन्ट गर्नु है, नर्म्स चाहिन्छ भने कमेन्ट गर्नु। स्ट्यान्डर्ड नर्म्स नै हो, 1 घनाको लागि यति चाहिने भनेर। अनि यहाँ 2 घना गऱ्यो भने यहाँ इन्टु 2 लेख्नुपर्ने हुन्छ। फेरि यो 1 घनाको लागि स्किल मेन पावर 1.5 हो नर्म्स अनुसार, 1.5, 2.2, 0.7, 1.5, 2.2, 0.7 ब्रिकरको लागि। अब प्लास्टरको लागि छुट्टै हुन्छ, यो धेरै कुरा पढ्नुपर्छ यो। अनि
के छ यो रोडको पनि नर्म्स छुट्टै हुन्छ है। यो नगरपालिकाले बनाउने हो। म्याक्सिमम धेरैको सेम नै हुन्छ नर्म्सहरू। अनि स्किल म्यान पावरलाई 1200 राखेको छ। 1200 त अब स्किल त कसले काम गर्नेवाला छ र। तैपनि अब यो रेट पनि टेन्टेटिभ मिलाएर राख्दा भइहाल्यो। 935,000 रुपियाँ जति राख्दा हुन्छ अनस्किल हेल्पर दुवैलाई। टोटल भनेको यो लेबर चार्ज 4511 आयो। अनि हायर अफ प्लान्ट एन्ड इक्विपमेन्ट भनेर यसको 3% अफ अनस्किल लेबर यहाँ लेखाएको छ, कमेन्टमा लेखाएको छ। यो दुईटा यो कटाएर चाहिँ यो दुईटा खाने यो कटाएर यहाँ बिचमा 4511 को 3%। अब यहाँ एक्सप्लेन गर्न पिडिएफबाट इजी भएर मैले पिडिएफमा चाहिँ यो लाइन साइन तान्न मिल्ने रहेछ, वर्डमा नमिल्ने रहेछ। नत्र त यो म दुईटा कटाएर यहाँ 4511 को 3%, 11 को 3/100 लेखिदिएँ यहाँ, 3/100 लेख्ने तल। अनि यो बी भयो, अनि यो सी भयो, टोटल सी। यो तिनवटा जोड्दाखेरि 16,882 आयो। 16,882 आयो होइन, 16,882 आयो। अनि कन्ट्र्याक्टर प्रफिट एन्ड ओभरहेड भनेर 15% अफ टोटल चाहिँ कन्ट्र्याक्टर प्रफिट एन्ड ओभरहेड, 15% अफ टोटल कन्ट्र्याक्टर प्रफिट एन्ड ओभरहेड। अनि 15% भनेको यति आउँछ 2533 चाहिँ कन्ट्र्याक्टरलाई, 2532 चाहिँ। ग्रान्ड टोटल भनेको 2532 प्लस 16,882, यो ग्रान्ड टोटल भयो 19,000। यो नै रेट भयो। 1 घना ब्रिक वर्क 1:4 को गर्नु छ भनेदेखि हामीलाई यति रुपियाँ ठिक पार्नु पर्यो, 19,420। अब यसमा दुईटा क्वेसन भयो। एउटा नम्बर अफ ब्रिक कतिवटा चाहिन्छ भन्ने भयो होइन, 562 निस्क्यो। अनि अर्को रेट पनि आयो। दुईटा क्वेसन सेममा इन्क्लुड जस्तै भयो ल। आज यस्तै भिडियो आउनेवाला छ, यसो सब्सक्राइब गर्नु, सेयर गर्नु साथीहरूलाई।